यहाँहरू सम्पूर्णमा नमस्कार। म मन्जु राई फेरि पनि यहाँहरूमाझ म एउटा कविता लिएर उपस्थित भएकी छु। यहाँहरूले पक्कै पनि मिलाएर श्रवण गरिदिनुहुनेछ भन्ने पूर्ण आशा राख्दछु। र मेरो कविताको शीर्षक छ मृत्यु पर्खन देऊ। तिमीले यो धरती माथि टेकेको दिनदेखि, तिमीले यो धरती माथि टेकेको दिनदेखि छोरी भएर जन्मेपछि, घर समाजमा छोरा जन्मिदा जति, घर समाजमा छोरा जन्मिदा जति खुसी छाउँदैन अझ पनि। आफ्नो आफन्तले सोध्नुहुन्छ, आफ्नो आफन्तले सोध्नुहुन्छ, के जन्मियो छोरी यी, छोरा जन्मियो भने आहा। छोरी बिस्तारै हुर्किँदै जान्छिन्, छोरी बिस्तारै हुर्किँदै जान्छिन्। दिदी बहिनीहरूको हजार पीडा देखेर ऊ एक असल नागरिक बन्न खोज्छिन्। दिदी बहिनीहरूको हजार पीडा देखेर ऊ एक असल नागरिक बन्न खोज्छिन्। तर ऊ एक दिन बाध्य हुन्छिन्, तर ऊ एक दिन बाध्य हुन्छिन्। आमा बाबा भञ्जेल मात्र हो जन्मघर त, आमा बाबा भञ्जेल मात्र हो जन्मघर त। त्यसपछि तिमी घरको न घाटको हुन्छौ। त्यो भनाइलाई सत्य मान्दै जन्मघरबाट श्रीमानको घर स्वीकार्न बाध्य हुन्छन्। आफ्नो जन्म दिनुहुने आमा बाबाको न्यानो सम्झना, आफूलाई जन्म दिनुहुने आमा बाबाको न्यानो माया, साथी सङ्गी सबै त्यागेर श्रीमान नै सर्वस्व ठानेर, सासु ससुरा नन्द देवर सबै भनेर आफ्नो जिन्दगी समर्पण गरेकी हुन्छन्। श्रीमान नै सर्वस्व ठानेर सासु ससुरा नन्द देवर सबै आफ्नो जिन्दगी भनेर समर्पण गरेकी हुन्छन्। तर जीवनमा अब सुरु हुन्छ डर त्रास, तर जीवनमा अब सुरु हुन्छ डर त्रास। श्रीमान रिसाउँदै हुनुहुन्छ कि, सासु ससुरा आफन्तहरू रिसाउँदै हुनुहुन्छ कि, भन्दा भन्दै डराई काम गर्छिन्। जति पीडा भए पनि मनभित्र राखेर कर्मघरको इज्जत सम्झेर मुस्कुराउन कोसिस गरिरहेकी हुन्छन्। जति पीडा भए पनि मनभित्र राखेर कर्मघरको इज्जत सम्झेर मुस्कुराउन कोसिस गरिरहेकी हुन्छन्। तर उसैलाई यहाँ पेट्रोल छर्केर जिउँदै जलाएर मारिन्छ। तर उसैलाई यहाँ पेट्रोल छर्केर जिउँदै जलाएर मारिन्छ। उसैलाई छुरा घोपेर मारिन्छ। कृपया यसरी मार्नुभन्दा अगाडि श्रीमान भए पनि सासु ससुरा नन्द भए पनि, हे मूर्ख यति सम्झ, आफ्नो आमा सम्झ, आफ्नो छोरीचेली सम्झ। हे मूर्ख यति सम्झ, आफ्नो आमा सम्झ, आफ्नो छोरीचेली सम्झ। कृपया आफ्नो जस्तै उसको पनि सपना होला।
पटक जिउँदैमा मर्दै बाँच्दै भए पनि अलिक समय बाँच्ने रहर होला। जसरी लग्यौ संसार देखाएर त्यसरी नै दुःख सुख बाँड्दै बाँच्न देऊ। आखिरी एक दिन मर्ने चोला हो। आखिरी एक दिन मर्ने चोला हो। आगो नलगाऊ छुरा नघोप। आगो नलगाऊ छुरा नघोप। उसको अस्तित्वलाई बुझ अनि मृत्यु पर्खन देऊ। धन्यवाद।